Hey guys, welcome back to my channel Ritu Ratna Shrestha. So guys, आज चाहिँ मेरो एक्जिबिसन छ अनि मैले भर्खरै उठेको है गाइज कस्तो जाउ लाग्छ बिहान उठ्न अनि अब चाहिँ म मुख सुख धोएर रेडी हुनु छ अनि आज चाहिँ एक्जिबिसन हो कि हाम्रो टोय एक्जिबिसन सो या गाइज अनि मलाई चाहिँ अब ढिलो नि भइसक्यो एज युजुअल अनि मुख सुख धोएर जानु छ गाइज हजुरहरूलाई चाहिँ म मेरो टोयहरू देखाउँछु लाइक मोडलहरू सो गाइज आजको एक्जिबिसनमा चाहिँ मैले यो बनाएको थिएँ म चाहिँ त्यो प्री स्कुलहरूमा बनाएको थिएँ अनि त्यही खै के बनाएको थिएँ अब यसलाई कसरी राख्ने हो लाइक त्यो लाइक प्लास्टिकभित्र त्यो हो सबैभन्दा गाह्रो चिज सो यहाँ गाइज चाहिँ म मुख धुन जान्छु होइन मुख धोएर अनि ड्रेसेस लाएर त्यो प्याकिङ गर्न कस्तो ज्या हुन्छ जस्तो लगाइराख अनि त्यो गरेर जानु छ गाइस सो या गाइस म चाहिँ रेडी भएँ अब चाहिँ जान लाग्यो गाइस म अब यहाँ झ्याउ लगाइराख यार कति टाढो जानु छ अब अनि ब्याग प्याक सबै गरेर भ्याएँ चार्टपेपर प्याक भयो प्याकिङ प्याक भयो रेनकोट चाहिँ गाइज त्यो एक्जिबिसनमा गएर भेटौँ ल बाई गाइज अब चाहिँ हामी ड्युटीमा आयौँ अनि यो फोर हेर्नु गाइज हिजो त्यो एक्जिबिसनको लागि गरेको अनि यो चाहिँ पढ्दैछ होइन यत्रो यहाँ कति धेरै छ घर आएको है अरू त केही पनि होइन किन यहाँ बस्ने भनेर अनि घर गइदिएको होइन अनि यो चाहिँ पढिरहेछ अब म पनि यस्तो कपी हेर्छु होइन सो यहाँ गाइस म हजुरहरूलाई अरूहरूको मोडल पनि देखाउँछु म तपाईँहरूलाई डिजिटल डेभलपमेन्टको बारेमा केही चाहिन्छ भने म तपाईँलाई सबै भनिदिन्छु कन्ट्याक्ट गर्नु गाइस सुनेरी श्रेष्ठ अब चाहिँ हामी मोडलहरू देखाउँ न उनीहरू चाहिँ प्रिपरेसन हो उयो त्यो कसले बना सृष्टिले बनायो होला वाउ राम्रो रहेछ के उ त्यो मोडल के सुन्ताले हो वर्षा यहाँनिर के लाउने गाइस यो चाहिँ हस्पिटल हो हाम्रो सुत्ती हस्पिटल अनि यहीँ एक्जिबिसन हुन्छ एकछिनपछि टेबल छ अहिले चाहिँ टेबलको एरेन्जमेन्टहरू गर्दैछौँ सो गाइस हाम्रो चाहिँ प्री स्कुलहरू हो अनि हाम्रो चाहिँ बनेर भ्यायो हट त गाइस हामीले सेन्स अर्ग्यान अनि गेम्सहरू छ कति धेरै चार्ट पनि देखा न अनि हाम्रो यो यहाँदेखिको चाहिँ हाम्रो चार्टै यसमा चाहिँ अब हामीले युज गर्दाखेरि चाहिँ अनि यो गेम खेला त मलाई ल ल ल मेरो त आँखा घुमायो यो बिचकोमा ए ल मलाई चक्लेट ल्याऊ छिटो चक्लेट पुरै मेस भएको छ यो ब्लक्सहरू
सो गाइज अहिले चाहिँ एक्जिबिसनको 2 घन्टा भइसक्यो होइन अब चाहिँ भ्याउने बेला भइसक्यो यो चक्लेट हामी धेरै चोरी खाइसक्यो कि अब चाहिँ हाम्रो एक्जिबिसन सकिन लाग्ने बेला भइसक्यो लुक एट दिस इज हाम्रो एक्जिबिसन यो एक लाइन मात्र भयो कि यसलाई अलि राम्रोसित हाल्न सकिन्थ्यो हामीले यहाँ फोटो चक्लेट खानु तेरो जुठो खाँदैन यहाँ चाहिँ हाम्रो फोटो बुथ पनि भइरहेको छ साथीहरू सबैजना ल हाम्रो हस्पिटल देखिन्छ आऊ एउटा लास्ट सो गाइज अब चाहिँ हाम्रो एक्जिबिसन सिद्धेर चाहिँ हामी चाहिँ क्लासमा बसिरहेको छौँ हामी चाहिँ स्कुटीमा छिटो आयौँ अनि अरूहरू चाहिँ बसमा आउँदैछ सो या गाइज आजको एक्जिबिसन चाहिँ राम्रै भयो ओभरअलली कस्तो भयो भन्दै ठिकै भयो भनौँ हामी तर मलाई जस्तो लाग्छ हामीले राम्रोसित एक्सप्लेनै गरेन त्यो चार्टहरू टास्कहरू त एक्सप्लेनै गरेन अनि थाकि नै रहेछ गाइज कस्तो थाक्यो कि त्यो बोल्दा बोल्दा लास्टै बोल्यो जस्तो फिलिङ आइरह सो या गाइज अब चाहिँ त्यही हो अब हामीहरूले क्लासमा छौँ अनि अरूलाई गरिरहेछौँ सो गाइज अहिले चाहिँ म रुक्साको घर आएको छु होइन आज चाहिँ हाम्रो स्लिप ओभर हो आज चाहिँ म रुक्साकै घर बस्छु अनि रुक्साको मम्मीले चाहिँ मलाई चिया ल्याइदिनु भएको छ कति धेरै होइन म चिया नै खान्न कि धेरै गाइज अब म यत्रो चिया खान लागिरहेको छु सो या गाइज अब चाहिँ रुक्सा र म जात्रा पनि हेर्न जान्छौँ भक्तपुरमा अनि त्यसपछि हाम्रो आज स्लिप ओभर त्यो चाहिँ नुहाउन गएको छ होइन अहिले त्यसको टाउको नुहाउन गएको छ त्यो अनि मलाई चाहिँ झ्याउलाएर यहाँ बसिरहेको छु यस गाइस म थाकेँ कि अब म एकछिन सुत्छु पनि कस्तो निन्द्रा लगाइरह यस गाइस पछि भेटौँ ल गाइस हामी चाहिँ रेडी भयो अब चाहिँ हामी जात्रा हेर्नु जानु लाग्यो यस गाइस आज हामी राति म जानुपर्छ आज हामी राति स्केरी मुभी हेर्नुपर्छ कन्सर्ट जानुपर्छ मुभी त हेरिँदैन है आज हामी मास्क साक्स लाउनु पर्दैन होला है रुक्सा म नि लाउँछु भनेपछि रुक्सा एउटा मास्क दिएन ल यप गाइस यो चाहिँ हाम्रो ओटिडी रुक्सा ओटिडी देखाउन आज फर्स्टमा हामी चाहिँ भक्तपुर आइपुग्यौँ राम्रो देखा मलाई एकचोटि ल हेऱ्यो अनि यहाँ चाहिँ मिनी रड छ अब चाहिँ हामी भक्तपुर घुम्छौँ होइन घुम्ने त्यस्तो केही छैन कि तर म जहिले आइरहन्छु म त ललितपुर बासिन्दा हो कि है त्यसैले हो अहिले चाहिँ उयो रुक्छ अहिले चाहिँ त्यहाँ रड गाडी यो त के हो र उयो उतै लयो Guys, we are on our way back home now. Let's go. कस्तो मान्छेलाई अलिकति के भन्ने कस्तो चिसो भयो यो पातलो छ कि ज्याकेट हामीले चाहिँ उता यो एउटा टानेको हेऱ्यौँ अनि त्यो जात्रामा त ह कि ह भन्दो रहेछ है मलाई त त्यो कुखुरा ह गर्छ क्या मेरो बाजेले घरमा मलाई त्यो याद आएर हाँस उठेर है म त्यहाँ एक्लै हाँसेर बसेँ कि तर आज रमाइलो भयो मैले फर्स्ट टाइम भक्तपुरको जात्रा हेरेँ कस्तो भइरहेको तेरो राम्रै भयो गाइस त्यही त है तर मलाई लाइक एक्सपेक्ट गरे जस्तो चाहिँ थिएन तर राम्रै थियो भन अनि त्यही दिनै हो अब हामी घर फर्किरहेको सन्डे छैन सन्डे क्लास छ अब गाइस खासमा चाहिँ स्याटरडे र सन्डे छुट्टी हुन्छ भनेर नयाँ नियममा थियो रुल आएको थियो तर त्यो त उसको लागि हो त्यो त होइन अहिले लागुहरू तेह्र पनि नै लागिसक्यो अनि हजुर मन्डे ओरिएन्टेसन रे अनि ट्युसडेदेखि त ड्युटी भनेपछि गाइस न्यू इयरमा नि छुट्टी छैन अनि अहिले चाहिँ हामी रुक्साको बस्नमा छौँ गाइस अनि यो तितौरा देऊ न मलाई अब यो तितौरा हान्नुलाई ल यसले मलाई भने यहाँबाट जे लिँदा नि हुन्छ अरे अनि मलाई चाहिँ तितौरा खानु मलाई खानु भयो मिठो यार यो कस्तो मिठो लाग्छ मलाई अस्ति तैँले किनेर पाउँ जस्तो छ त्यही भयो मलाई कस्तो मिठो लाग्छ पानी खा पानी मलाई कस्तो मिठो हुन्छ कि प्याज पानी खाएपछि
या गाइज अब चाहिँ हामी कहाँ जाने लुक्छ भन् त अब चाहिँ हामी खाना खान्छौँ अनि नगदेशमा कन्सर्ट हेर्न जान्छौँ लाइक त्यहाँ नगदेशमा कन्सर्ट हुँदैछ अनि तर लास्ट हेक्टिक भयो हिँड्नु दिनभरि उभिँदा हामी जहाँ स्कुटी रोक्यो त्यहीँ हेरेर पाएको भएर रमाइलो हुन्थ्यो कि अहिले चाहिँ हामी खाना खाएर फेरि टचअप गरेर अब चाहिँ हामी नगदेशमा एउटा सानो कन्सर्ट हुँदैछ त्यो हेर्न सानो होइन ठुलै कन्सर्ट हुँदैछ ठिक्कको कन्सर्ट हुँदैछ त्यो हेर्न जान लागेर अनि खुट्टा कस्तो दुख्यो गाइस आज दिनभरि उभ्याइ छ अघि पनि हिँडे भयो नलाऊ राति त के चस्मा लाउँछस् लाइक त्यो अर्कोवाला यो पनि रेडी हुँदैछ ऊ यस गाइस यार कस्तो खुट्टा दुख्यो कि गाइस किन हो किनभने त्यत्रो गरिसक्यो बुढी भएछौँ क्या हो हामी त एकैछिन हिँड्न नि नसक्ने कस्तो भाक्कै मुख देखाएको मेरो छैन राम्रो देखाएको छ अब चाहिँ मैले उनीहरूले बिस्कुट दिन लाग्छु कति खुसी भएको कति खुसी भएको यिनीहरू यता पनि खा नखाने ल खा कस्तो मात्या रहेछस् त मात्या खाने ओइ मेरो त घाटोमै खान्छ त है जम्प सो गाइस हामी कन्सर्ट आयो यहाँ चाहिँ हुँदैछ उच्चा हो ब्याक स्टेज छ मैले गाइस अब फ्रन्ट स्टेज ल अब चाहिँ हामी घर आयौँ कस्तो थाक्यो अब चाहिँ कस्तो सुत्न मन लाग्यो मलाई त यहाँ लडे झन्डै अब चाहिँ गाइस हामी गएर सुत्छौँ रुक्छ अब फिल्म हेर्न सकिन्न जस्तो लाग्छ केही पनि सुतिन्छ जस्तो लागिरह गएर सुत्छ किनकि अरू केही गर्ने शक्ति छैन यतिकै नै म त गर्दिनँ मुख नधुने लास्टै गाह्रो भयो गाइस आज चाहिँ भ्लगको डे 2 र आज चाहिँ हामी तिमीबाजाको कम्पिटिसनमा आएको छौँ पोखरी गाइस अब चाहिँ गाइस म चाहिँ यो तिमीबाजा सुनेर चाहिँ घर जान्छु होला एकछिनपछि अनि यहाँ त धेरै स्टलहरू छ सो गाइस उताको पोखरीमा चाहिँ कम्पिटिसन भइरहेछ अनि यहाँ गाइस हामीले चाहिँ बाजा सुनेर आयौँ अब चाहिँ हामी घर जान लगाएर यो आफ्नो घर जान्छ म 7 बजे जान्छु गाइस खाजा खाएर जान्छु भोकै लागेन साँच्ची भोक लागेन कसम भोकै अघि भर्खर त खाना खाएको भोक लागेपछि खाजा खाएर जान्छु घर जाने यार गाइस 3 बजिसक्यो हिजो बिहान म कति 7 बजी घरबाट हामी 6:30 बजी उठेर बसेर 6:30 बजी उठ्यो मै गाइस हामी अनि के गफ गऱ्यो फोन हेऱ्यो अनि सिधा अब 10 बजे आइगे अनि खाना खायो त्यही अब हामी अब घर जानुपर्छ यार मेरो मम्मीले मार्छ हिजो 7 बजी घरबाट निस्क्यो आज 3 बजिसक्यो यो भ्लग चाहिँ यति नै हजुरहरूलाई मन पर्यो होला मन परेमा लाइक सेयर सब्सक्राइब टु युट्युब रितु च्यानल सबै गरिदिनु होला थ्याङ्क्स फर वाचिङ बाई बाई यता देखा न यो फाउन्टेन लास्ट फाउन्टेन हेर्नु यहाँ लुगा सुगाएर कस्तो भयो बाई गाइस बाई